तपाईलाई पनि सुगरको समस्या छ, वर्षौंदेखि औषधि खाइरहनु भएको छ, तर फलोअपमा जाँदा कहिले फास्टिङ बढेको छ, कहिले पिपी बढेको छ, कहिले एचबी1सी बढेको छ। यदि यस्तो समस्या तपाईले झेल्दै हुनुहुन्छ अथवा भर्खरै सुगरले छोएको छ वा बर्डरमा छ भने आजको भिडियोमा अत्यन्त उपयोगी योग अभ्यास सँगै उस्तै उपयोगी होम रेमेडीज लिएर उपस्थित भएका छौं। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला, लाइक कमेन्ट शेयर सँगै यदि यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने यो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोस् है त। सर्वप्रथम हामी गर्नेछौं योग अभ्यासहरू। योग अभ्यास केवल सुगरका लागि भनेर केही प्याकेजहरू तयार पारिएको छ, सोही बमोजिमको योग अभ्यास हुनेछ। र सर्वप्रथम हामी गर्नेछौं हाम्रो रगतमा जो ग्लुकोजको मात्रा अत्यधिक बढी छ यसलाई कन्ट्रोल गर्दै सँगै हाम्रो मसलहरू जति कमजोर भएका छन्, कयौं सुगरका औषधि खाने व्यक्तिहरूको भनाइ छ कसैको पाखुराहरू दुख्दछ, कसैका नाडीहरू दुख्दछन्, कसैका घुँडाहरू दुख्दछन् भने सबैभन्दा पहिले आज हामी सुतेर गर्ने केही आसनहरू गर्नेछौं। त्यसपछि हामी बसेर गर्ने आसनहरू गर्नेछौं र हामी अन्त्यमा घरेलु उपायहरू बताउनेछौं। बिस्तारै दुवै हातलाई छातीको वरपर राख्नुहोस् र गहिरो लामो श्वास छोड्दै खुट्टालाई पछाडि एक आपसमा यसरी छुवाइदिनुहोस् र तनक्क तन्काइदिनुहोस्। बिस्तारै कम्मरको भाग भन्दा माथिको भाग माथि उठाउँदै माथि हेर्नुहोस्। गहिरो श्वास छातीमा भर्दै श्वास छोड्दै तल, पुनः लिँदै माथि, छोड्दै तल, लिँदै माथि। जतिन्जेल रोक्न सक्नुहुन्छ अझ त्यतिन्जेल रोक्न सके अत्यन्त राम्रो। श्वास लिँदै उठ्नुहोस्, छोड्दै जानुहोस्। अब यसलाई थोरै गतिका साथ खुट्टाहरू तनक्क तन्काएर श्वास लिँदै यसरी पुरै इनर्जीका साथ 1 2 लिँदै छोड्दै है। एघार पटकसम्म गर्नुहोस् र यसलाई छोडिदिनुहोस्। दोस्रोमा बायाँ हातको नाडी हत्केलालाई अगाडि टेकिदिनुहोस् छातीको अगाडि, दायाँ हातलाई यसको माथि र बिस्तारै यसलाई पनि माथि उठाइदिनुहोस्। खुट्टाहरू एक आपसमा जोडिएका हुन्। जोड्न नसक्नेले प्रयास गर्दै गर्दा हुन्छ, हल्का खोल्दा पनि फरक पर्दैन, तर जोड्दाखेरि यसको बेनिफिट हामीलाई धेरै मिल्छ। बिस्तारै अब यसलाई जति सक्नुहुन्छ पुरै मसलहरूलाई टाइट बनाउने तरिकाले 1 2 3 4 5 6 7 8 9 10 गर्दै यसलाई पनि 11 देखि 21 पटकसम्म गर्नुहोस्। अलिकति खुट्टालाई खोलिदिनुहोस्, हातलाई छातीको दायाँ बायाँ राखिदिनुहोस् र यसलाई विपरीत तर्फबाट श्वास छोड्दै पहिले जताबाट हेर्नु भएको छ अर्को खुट्टाको औँलाहरू हेर्ने प्रयास गर्नुहोस्। अब श्वास छोड्दै तल, श्वास भर्दै अर्को तर्फबाट जताबाट हेर्नु भएको छ त्यसको विपरीत तर्फका खुट्टाका औँलाहरू हेर्ने प्रयास गर्नुहोस् र श्वास छोड्न मन लाग्यो भने बिस्तारै जानुहोस्। पुनः भर्दै यही बमोजिम पहिले 5-7 पटक गर्नुहोस्। त्यसपछि यसलाई पनि हल्का गतिका साथमा
यसरी यसलाई पनि 10 देखि 11 पटकसम्म यो अभ्यासलाई गर्दै जानुहोस्। त्यसपछि बिस्तारै यहाँ आउनुहोस्। दुवै घुँडाले यसरी टेक्दै हातहरूलाई पुरा तन्काउँदै पुरै तन्काउने, घुँडाले टेक्ने, घुँडाले पेटलाई पुरा दाब्ने है। त्यसपछि बिस्तारै बिस्तारै यसलाई पुरा शरीर उठाइदिने अनि बिस्तारै घुँडा टेक्ने। यसरी यहाँनिर यो भाग टेक्ने, हिपको भागलाई उठाइदिने, पुनः पुरा माथि। अब एकै साथ गरौँ है त। 1 2 3 1 2 3। खुट्टा यसो गर्दा ट्याक्क यस्तो अवस्थामा राखिहाल्नु होला। 1 2 3 1 2। नसक्नेले पहिले बिस्तारै बिस्तारै गर्ने, बिस्तारै बिस्तारै 1 2 3। अब यसलाई एकै साथ गर्ने, एकै साथ पहिले भिडियोलाई हेर्ने अनि गर्ने है। अब यसलाई यत्तिकै रहन दिने, केही समय विश्राम गर्ने, गहिरो लामो श्वास लिँदै छोड्दै गर्ने। त्यसपछि बिस्तारै घुँडालाई टेक्दै आउने, यहाँबाट पछाडि आउने, पुरै पछाडि अघि झैँ निधारले जमिन टेक्ने, बिस्तारै यहाँ जाने, यहाँ यसरी आउने, यसरी जाने अनि यसरी आउने, यसरी यसरी सिधा। यसलाई पनि 11 पटक कम्तीमा यो अभ्यासलाई गर्ने। त्यसपछि घुँडालाई टेकिदिने, हातलाई सही अवस्थामा राख्ने, यसरी 1 2 3 श्वास छोड्दै तल भर्दै माथि 4 5 गर्ने, पुनः यहाँ आएर सिधा रहने, सिधा। अझ सकिन्छ भने यसरी आएर अगाडि बस्दा पनि हुन्छ, सकिँदैन भने त्यही अनुसार सिधा रहँदा पनि हुन्छ। त्यसपछि यहाँनिर दुवै हातहरू सही राख्ने, पछाडि फाल्ने, पुरा शरीरलाई फालिदिने र हल्का बङ्गाइदिने, पुनः हल्का बङ्गाइदिने र दुवै हातका मुठीहरूलाई यसरी कसिदिने, मुठीलाई यसरी कस्ने र मुठीलाई टेकेर यसरी माथि फर्काइदिने, यो भागले नटेक्ने। पुनः अर्कोतर्फ पनि यसै गर्ने, जतिन्जेल अड्न सकिन्छ त्यतिन्जेल यहाँ पनि अड्ने प्रयास गर्ने, 5-7 पटकसम्म यो अभ्यास पनि गर्ने। त्यसपछि दुवै हातलाई टेक्ने, सिधा रहने, अरू शरीरले नटेक्ने, खुट्टा र हातले मात्रै सिधा शरीरलाई रिल्याक्स मोडमा सिधा रहने, पुरै पेटमा शरीरमा बाधा परोस्, बाधा यति हड्डी नै भाँचिने गरी नपरोस्, मासुहरूलाई खिच्न सक्ने बनोस्। त्यसपछि बिस्तारै यसलाई छोडिदिने। अब बिस्तारै उठेर बस्ने अनि दुवै खुट्टालाई यसरी साथमा राख्ने। साथमा राखिसकेपछि
यसरी दुवै हातलाई लिने, हातलाई लक गर्ने, पुरा जति सकिन्छ यसरी बायाँतर्फ जाने। यिनी हाम्रा पछाडिका जुन अति महत्त्वपूर्ण अङ्ग मानिन्छन्, मृगौला, मुटु, कलेजा, आँखा, कान, यिनीमा यसको कुनै असर नपरोस् र यसले हाम्रो शरीरलाई दिन प्रतिदिन सुगर भन्नेले जीर्ण नबनाओस्, कमजोर हामीलाई नपारोस्। यसरी यसलाई भने 5-7 पटकसम्म गर्दै जाने। त्यसपछि दुवै हातलाई यसरी पछाडि राख्ने। पछाडि राखेपछि बिस्तारै हातलाई लिँदै अलिकति माथि उठाउँदै टाउको जमिनमा राखिदिने। र सकेसम्म हाम्रो जुन यो खुट्टा छ, यो खुट्टाको यो एडी हाम्रो नाभिमा परोस्। यसले हाम्रो नाभिलाई च्यापोस् ताकि हाम्रो शरीरले इन्सुलिन बराबर दिन सकोस्। यसरी खुट्टाको एडी टक्क यसरी नाभिमा पर्ने गरी यसरी यो अभ्यासलाई गर्ने। कम्तीमा भने 5 देखि 7 पटकसम्म। त्यसपछि दुवै खुट्टालाई सिधा राख्ने, खुट्टाहरू सिधा, एउटा खुट्टालाई पुरा अर्को खुट्टाको पछाडि, अर्को खुट्टालाई मोडेर यहाँ, हातलाई पछाडि, यो हातलाई यहाँबाट यसरी राख्दै यसलाई अर्ध मत्स्येन्द्र आसन भनेर भनिन्छ। यो आसनले पनि पेटलाई पुरै हाम्रो यो नाभिको वरपर प्रेसर दिने काम गर्दछ, जसले गर्दा कब्जहरू आदि इत्यादि केही हुन नपाउँदाखेरि पनि हाम्रो शरीर स्वस्थ हुन्छ। सँगसँगै नाभिमा गरेको प्रेसरले हाम्रो पाचन तन्त्रलाई बलियो बनाउँदै हाम्रो इम्युनिटीलाई बलियो बनाउँछ। त्यसपछि यसलाई 5-7 पटक गरेपछि अब हामी गर्ने मण्डुका आसन। यसरी दुवै हातलाई यहाँ राखेर यसरी पछाडिको हिप र खुट्टा नछुटोस्, अगाडि टाउको घोप्टो नपार्ने, माथि हेर्ने प्रयास गर्ने, नाभिको जुन धड्कन छ त्यसलाई हातमा लिने, हातमा महसुस गर्ने र यसलाई बिहानको योग अभ्यासमा 21 पटक र खाना खाएको 5 घण्टा पछाडि कुनै ठोस पदार्थ खाएको हुनुहुँदैन, त्यति बेला पनि 21 पटक यहाँले सक्नुहुन्छ भने गर्नुहोला, होइन भने बिहान 21 पटक चाहिँ यो मण्डुका आसन भन्ने आसनलाई नियमित गर्नुहोला। त्यसपछि प्राणायाम, प्राणायाममा 3 मिनेट कपालभाती प्राणायाम। कपालभातीमा वायु मुद्रा अत्यन्त उपयोगी हुन्छ। वायु मुद्रा अथवा त अपान वायु मुद्रा, यसले हाम्रो मुटुलाई हृदयघात हुनबाट बचाउँछ। यो मुद्रालाई सञ्जीवनी मुद्रा पनि भन्छन्। पहिला यो तर्जनी औँला, त्यसपछि अपानलाई जोड दिने, अनामिका र बीचको औँलालाई, यसलाई अपान वायु मुद्रा भन्छ। र बस्दाखेरि पनि सहज हुने गरी सकेसम्म सुखासन, वज्रासनमा बसेर 3 मिनेट कपालभाती पछाडि 3 मिनेटसम्म गहिरो श्वास लिँदै छोड्दै, लिँदै छोड्दै, आँखा बन्द गरेर लामो गहिरो श्वास लिने छोड्ने। त्यसपछि 11 पटकसम्म श्वास लिने, रोक्ने, छोड्ने, श्वास लिने, रोक्ने, छोड्ने र कम्तीमा पनि 6 देखि 10 मिनेटसम्म अनुलोम विलोम प्राणायाम गर्ने। अनुलोम विलोम प्राणायामलाई पहिले दायाँ नाकको प्वाल बन्द गर्ने, बायाँबाट लिने अनि दायाँबाट फ्याँक्ने, पुनः दायाँबाट लिने अनि बायाँबाट फ्याँक्ने र जसरी हामीले सुरु गर्दा बायाँबाट गरेका छौँ र अन्त्य गर्दा पनि हामीले बायाँबाट नै यसको अन्त्य गर्ने। त्यसपछि हामीले के चाहिँ खाने त भने सबैभन्दा पहिले चाहिँ हामीले खाना जहिले पनि
फुल पेट पुरा भरिने गरेर यहाँसम्म आउने गरेर खाना नखाने है। खानालाई 80% खाना खानुभयो भने 20% पेटलाई हावाको लागि भनेर खानालाई छोडिदिने र हप्तामा सकिन्छ हैन सक्नै पर्छ एक दिन मात्रै भए पनि उपवास र एक दिन नुन बार्ने। जस्तो इन्सुलिन लगाउनुहुन्छ उपवास बस्नुहुन्छ भने हात गोडाहरू थरथर गर्न सक्दछन्, काँप्न सक्दछन्, जिउ धङधङ्गिन सक्दछ उपवासको समयमा। र त्यस्तै गरेर बिहान 1000 दिउँसो साँझ 1000 mg को औषधिहरू खाइरहनु भएकोलाई पनि यसले धेरै जसो काँप्ने सुगरका बिरामी भनेको खाना खानु अगाडि जसले औषधि खानुहुन्छ उहाँहरूलाई समयमा खाना भएन भने उहाँहरू काँप्नुहुन्छ र त्यो उपवासको दिनमा औषधि नखाने र यहाँलाई अति कमजोरी महसुस भयो भने के चाहिँ गर्ने भने अलिकति महलाई लिने र जिब्रोको मुनि राख्ने अथवा एक गिलास ठुलो गिलासको एक गिलास पानीमा कागतीको रस आधा चम्चा कागतीको रस आधा चम्चा मह घोलेर त्यो पानी बिस्तारै 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 पिउने। बानी नपरेर जुन सुगरको औषधिले हामीलाई भित्रबाट नै कमजोर भएर त्यो औषधि खाएपछि अथवा इन्सुलिन लगाएपछि हामीलाई अत्यन्त चाँडै खाना चाहिन्छ। त्यसले गर्दाखेरि बिस्तारै 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 जब यी अभ्यासद्वारा बिस्तारै बिस्तारै एकैचोटि झ्वाट्ट कुनै पनि कार्य नगर्ने, पहिला चाहिँ यहाँले फाइबरको खानाहरू खाने, त्यसरी उपवास लिने है। उपवास बस्दा दिन पनि जस्तो आज बस्नुभयो दिउँसो तपाईँलाई अप्ठ्यारो भयो भने यहाँले दिउँसो त्यो कागती मह पानी बनाएर पिउने र साँझ सलादबाट उपवास खोल्ने। अलिकति हरियो सागहरू, अलिकति थोरै गाजरहरू, थोरै मुला काँक्राहरूबाट उपवास खोल्ने र साँझको खाना यहाँले फाइबरयुक्त खाना अथवा ढिँडो एकदम रसिलो तरकारीसँग ढिँडो, त्यसै गरेर जौको दलिया अथवा ओट्सहरू यस्ता चिजहरू साँझको खानामा खाने र भोलिपल्ट बिहान पनि त्यही अनुसारको खाना खाने, जसले गर्दा आफूलाई कमजोर पनि नबनाओस् र आफ्नो शरीरमा जस्तो भोक लाग्यो भनेर आत्तिदै कुनै पनि चिजहरू खान पनि नपरोस्, जसले गर्दा हामी कन्ट्रोल गरिरहेका छौँ, उपवासमा छौँ, तर हामीलाई अब भोकले ज्यादा सताउन थाल्यो भने हामीले कति बेला खाउँला भन्ने तरिकाले त्यसमा झनै होस पुर्याउनु पर्ने। कति बेला भने उपवासको समयमा दुधबाट बनेको चिया, कफी अथवा दही अथवा महीको पानी यो उपवासको दिनमा नखाने गर्ने है। यसमा बरु शुद्ध पानी पिउन सक्नुहुन्छ। त्यसै गरेर यसले के गर्छ भने शरीरलाई डिटक्स गर्न मौका दिन्छ। जुन शरीरले हाम्रो शरीरले अब गर्नै नसक्ने इन्सुलिन र औषधि भन्दा हाम्रो शरीर अब कहीँ छैन भन्ने अवस्थामा हामी पुगिसकेको हाम्रो मानसिकतालाई फर्काएर ल्याउँछ र शरीरलाई पनि यो रोगबाट मुक्त गर्न यसले प्रयास गर्छ, यसले सक्दछ। त्यसै गरेर अर्को कुरा, हप्तामा एक छाक नुन बार्दिने, मात्रै नुन बार्ने र त्यस दिन आफूलाई हेर्ने। अन्य दिन तपाईँ कति पटक पिसाब फेर्न जानुभयो र आज नुन बार्नको दिन तपाईँ कति पटक पिसाब फेर्न जानुभयो, यहीँनिर तपाईले तपाईको पिसाब र पसिनाद्वारा तपाईले शरीरका टक्सिनहरू फालिरहनु भयो। एकातिर योग अभ्यासद्वारा पसिना गइरहेको छ, अर्कोतर्फ नुन मात्रै नखाँदा पनि पिसाब अत्यधिक मात्रामा गइरहेको छ। यसलाई हेर्ने। त्यसपछि यहाँले 20 देखि 21 पात तुलसी, यस्तै 20-21 पात निम र सानो टुक्रा काँचो बेसार, त्यसै गरेर 8-10 दाना मरिचलाई हप्तामा एक पटक 1 कप पानीमा पकाउने र त्यसलाई छान्ने। छानिसकेपछि नास्ता खाएको आधा घण्टा पछाडि, खाना खाएको 1 घण्टा पछाडि, दिउँसोको 12 बजे भित्रमा, 12 बजे पछाडि मिल्दैन र यो चिया जसरी पिएपछि यो पिएको 1 घण्टासम्म फेरि अन्य कुनै पनि चिज नखाने। हप्तामा एक दिन यसलाई खाने गर्ने। यसले रगत जो ब्लड ग्लुकोज रगतमा जम्मा भएको जति पनि चिनी हो यो चिनीलाई बिस्तारै बिस्तारै हटाएर यसले हाम्रो रगतलाई फिल्टर गरेर हाम्रो रगतलाई शुद्ध बनाउन अत्यन्त महत्त्वपूर्ण छ।
त्यसै गरेर धेरै लामो खाने होइन, फेरि हप्तामा मात्र एकपटक। त्यसै गरी हप्तामा एकपटक, जस्तो आइतबारको दिन यो खानुभयो भने बुधबारको दिन तपाईँले के गर्ने भन्नुहुन्छ भने आधा चम्चा कागतीको रसमा 3 देखि 4 थोपा निमको रस मिलाएर यसलाई पनि छ्याक्कै केही चिज खाएपछि, यसलाई खाली पेटमा होइन, केही खाएपछि यसको आधा घन्टा, खाजाको नास्ताको आधा घन्टा पछाडि, खानाको 1 घन्टा पछाडि, 12 बजे अगाडि, दिउँसोको 12 बजेभन्दा पछाडि यसलाई नखाने, यति खाने। र अर्को कुरा, सुगर फ्री भनेर भनिएका बजारमा पाइने जति पनि चिज छन् ती चिजहरू कहिले पनि डिब्बामा भएका कहिले पनि नखाने। घरको खाना खाने। बरु असाध्यै भोक लाग्छ भने 1-2वटा रायोको पातलाई बेसरी पखाल्ने र चपाउने, बरु सलादहरू खाने। खाना बस्नुभन्दा आधा घन्टा 1 घन्टा अगाडि यति सलाद खाने बानी बसाल्ने। यसरी खाना खाने गर्ने। र जति सकिन्छ दौड्दैमा कुद्दैमा म ठिक हुन्छु भन्ने होइन, सकी नसकी बिहानको चिसोमा नदौड्ने नहिँड्ने। यसले हाम्रो श्वास प्रश्वासमा अनेकन समस्याहरू, जब सूर्यको किरण धरतीमा पर्दछ त्यति बेला पृथ्वीबाट पनि कयौं किसिमका त्यस्ता चिजहरू निस्कन्छन् जसले गर्दा हाम्रो स्वास्थ्यलाई प्रत्यक्ष असर पर्दछ। त्यसैले कोठामा बस्ने, कोठामा बसेर अभ्यासहरू गर्ने। हिँड्ने मन छ, बिहान रनिङ गर्ने मन छ, लौरो टेकेर भए पनि हिँड्नुहुन्छ भने बिहानको घाम लागिसक्यो भने हिँड्ने, पातलो कपडा लगाएर हिँड्दा हाम्रो शरीरमा चाहिने भिटामिन जी पनि हामीले प्राप्त गर्न सक्दछौँ र हाम्रो शरीरमा हल्का पनि हुन्छ। जसरी सक्नुहुन्छ त्यसै गरेर खाना खाएपछि साँझ अवश्य पनि हिँड्नुहोस्। र अझ हिँड्न सक्नुहुन्छ भने 15 मिनट जति अथवा गनेर 300-500 पाइला जति यहाँहरू उल्टो हिँड्ने गर्नुहोस्, उल्टेरी हिँड्ने गर्नुहोस्, यसरी हिँड्ने गर्नुहोस्। यति गरेर हेर्नुहोस्। र मैले सायद अघि भने हामीसँग जुडेको 10 दिन पछिबाट सुगरको मात्रा, फास्टिङ 313 भएको मान्छे हैन, के गर्ने बर्बाद, आँखाहरू नदेख्ने, कान जति कराउँदा पनि नसुन्ने, हैरान जस्तो हुन्छ नि मान्छेलाई, अब मेरो जिन्दगी हेत्तेरी खाइसक्यो सुगरले भन्ने भएको मान्छेहरूले उहाँले मसँग मेरो अनलाइन क्लासमा जुडेर गरेपछि उहाँको रिपोर्ट यति राम्रो आएको छ। मलाई आशा छ जीवन्त उहाँले सदैव यही अभ्यास गर्नुहुनेछ। पहिला सुरु तपाईसँग जोडिनु भन्दा अगाडि 313 थियो हैन, अहिले त्यसको ठाउँमा चाहिँ 113 भएछ भने यहाँहरूले पनि यति गरेर हेर्नुहोस्, यहाँको सुगर अवश्य पनि कन्ट्रोल हुनेछ। यहाँहरू सबैजना स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। सँगसँगै यस्तै भिडियोहरूका लागि अम्बिका योग च्यानललाई सदैव सब्स्क्राइब गर्नुहोस् र भिडियो चाहिँ जहिले पनि आफ्ना साथीभाइ माझ पुर्याउने गर्नुहोस्। जय होस्।